ल आज मिति 2082 फागुन 21 गते बाउ छोरा चाहिँ लाग्यो आज भोट हान्न। टुडे इज द इलेक्सन डे हैन त बाउ छोरा। ल गिभ मी थम्स अप आयन्स लुक एट हियर। ल बाउ छोरा हिँड्यो यहाँ छु म भोट हान्न हिँडेको। हामी भोट केमा गाइजहरु भनिदिनु पर्यो, जिताउनु पर्छ। अब व्यक्ति हारोस् तर देश जित्नुपर्छ सधैँ भन्ने भनाइका साथ हामी हान्न गइरहेको छौँ भोट। आज भन्दा 3 वर्ष अगाडि हानिएको थियो भोट, अब आज पनि हान्ने हामी भोट है त। बाउ छोरा ट्याक्क पाराले भोट हान्न जाँदैछौँ। एज माई साइकलमा चढेर भोट हानी जाने हामी। यही साइकलमा छोरा अगाडि म पछाडि लागिरहेको छौँ। अब जे भए पनि खतरनाक हुनुपर्छ यो देश चाहिँ, बबाल हुनुपर्छ है यो देश चाहिँ, युनाइटेड हुनुपर्छ। लेट्स मेक इट बिग। आइस कस्तो हिँड्नु भएको है, आइस वकिङ हाई गरिदेऊ न, हाई। ल हामी छौँ यहाँ आइपुगेका छौँ। अब एकछिनमा गएर भोट हान्ने, आफ्नो कर्तव्य पुरा गर्ने एउटा सच्चा नागरिक भएको कारणले गर्दाखेरि सिधै गएर भोट हान्ने। आज भोट कस्तो देखिरहेछ, जर्सी नेपाल क्रिकेटको जर्सी पनि हैन, जे पनि गर्दैछ नेपालमा क्रिकेटले। यति गर्नु धेरै राम्रो हो, अझ गर्नुपर्ने हो। अब अलिकति गर्न सकिरहेको छैन, कहिले काहीँ गेममा 19-20 हुन्छ क्या, 19-20 हुन्छ नि त। त्यही भएर 20 हुन सकेको छैन, 19 भइरहेछ अहिले। ल मेरो साइकल मेरो मुटुको टुक्रा छ फेरि, ट्याक्क यही साइकलमा चढेर। हेयर इज माई स्पेसलाइज्ड साइकल। अनि हामी भोट दिँदैछौँ होइन आयन्स? तिमी ब्याग लिन, अलिक ब्याग मुख एकछिन। Hey, you follow me. Slowly. I got it. I'm making your vlog. Hey? Ui. La. भयो है त। अब चाहिँ यस्तो छ, आज हिँड्नलाई चाहिँ गजब भइरहेको छ आज है आयन्स? यता हिँड। ओहो वकिङ हिँड्नलाई गजब भइरहेको छ, मजा आइरहेको छ हिँड्नलाई चाहिँ साह्रै। अब गएर भोट दिने हो। झ्याम्मै आएन होइन सुरेन्द्र भोट हान्नलाई होइन। ल है त गाइजहरू, सर र मेरो परिसँग साइकल त सँगै हिँड्ने हो, हिँड्न पनि रमाइलो भइरहेको छ है। ल आज भोट चाहिँ दियो है, नारायणमा है भोट लगाइयो भर्खरै। अब देशमा चाहिँ आमूल परिवर्तन होस् भन्ने कामना गर्दछु होइन, सबजनाको राम्रो हुनुपर्छ। बालाजी चोकमा आइपुगेको छ हामी। बालाजी चोकमा बस पार्क। ट्राफिकले पुरै रोकिरहेको छ यहाँ चाहिँ। बालाजी बस पार्कमा हो म।
म बालाजु बस पार्कमा चाहिँ धेरै बाइक रोकेको रहेछ। अहिले म आइपुगेको छु बालाजु बस पार्क। बालाजु बस पार्क चाहिँ सुनसान छ, जस रमाइलो छ, गजब छ। सारा हेर्नु त अब म आइपुगेको छु सामाकोसीतिर, मेरो टर्निङ पोइन्ट। सामाकोसी गङ्गापुर यतातिर नआएको पनि धेरै भएको थियो। आजको मेरो इलेक्सन ब्लग हो, यो चाहिँ इलेक्सन ब्लग। सबैतिरको देखाउँछु माझ दृश्यहरू। म आइपुगेको छु रेडन चोक आइपुगेँ यहाँ। अब म यहाँबाट लेफ्ट लिन्छु अनि अभिषेकको घर जान्छु। रेडन स्कुल यहाँ। ओहो बाटो त खराब रहेछ त यहाँको बाटो त। बाटो खराब रहेछ यहाँको चाहिँ। ला ओहो अब आइपुगेको छु म यहाँ सामाकोसी। आजको मेरो मिनी ब्लगमा हाम्रो छोरीहरू त है कस्तो ज्ञानी है। छोरीहरू त कस्तो ज्ञानी। चम्चा ल्याऊ के तक्ला सर्ट रेडी परेको छोरीहरूले चिन्यो मलाई। नमस्ते गर्यो अङ्कललाई। गरिसक्यो मलाई चिन्यो। को अङ्कल हो म भन त। अन्त ल मैले अमृत क्याम्पस अगाडि गोलकोपाका अगाडि आइपुगेको छु। यो चाहिँ गोलकोपाका ओह्रालो सोरुकुटे जाने बाटो, हाम्रो थमेल छिर्ने बाटो। यहाँ चाहिँ मेरो साइकल छ। अब हामी आइपुगेको छौँ थमेलको अब भ्लग राखेर आउने हामी कस्तो छ थमेल। अब हेरौँ त एकचोटि पर्यटक नगरी। सुनसान छ, मान्छेहरू वरिपरि आफ्नैमा छन्। सवारी साधन एकदम कम छ पहिलाको तुलनामा है त। गजब छ सारा है त, गजब छ सारा। मान्छेहरू चलपोल कम छ अरू बेला भन्दा पनि। मान्छेहरू चाहिँ हिँड्ने मान्छेहरू चाहिँ धेरै छन्, शान्त छ। म आइपुगेको छु थमेलमा। पसल कोही पसलहरू चाहिँ खुल्ला रहेछ। अब हामी यहाँ अन्दाजीको पसल अगाडि आइपुगेको छौँ। दिदी हुनुहुँदो रहेछ यहाँ। म दिदीको पसलमा आइपुगेँ। दिदी नमस्ते। आज खोलिन दिदी, भोट टाकेर आएको। म अन्त दिदीको पसलमा आइपुगेको छु है। दिदी चाहिँ आज खुल्ला नभएको छ दिदीले पसल। ए भोट हाल्नु दिदीले पनि 2 बजे आइपुगेको। ए हस् दिदी। अब दिदीको पसलबाट म प्रस्थान गरिसकेको छु। हाम्रो अन्त दिदीले चाहिँ जोस खोल्नु भएछ यहाँ हाम्रो डालम ट्रेकिङ सप। अब म एकछिन थमेल घुमाउँछु है त तपाईँहरूलाई। ल अब हामी अन्त दिदीको पसलबाट पनि प्रस्थान गरिसकेको छौँ। यहाँ पनि एक दुईवटा पसल खुल्ला रहेछ। आज मेरो पसल चाहिँ नखोलेको, आज अरू दिन भए पनि मेरो पसल आज चाहिँ खोलिनँ मैले। आज यहाँ वाइल्ड स्पोर्ट्स गियर। ल म आइपुगेको छु वाइल्ड स्पोर्ट्स गियर अगाडि। आज चाहिँ मैले पसल खोलिनँ है। आज चाहिँ अब एक राउन्ड थमेल घुम्छु अनि हिँड्ने है त। अब म यहाँ नर्सिङ चोक अगाडि आइपुग्न लागेँ।
नर्सिङ चोक अगाडि आइपुग्नु लागि म यहाँ म रमाइलो छ आज पुरै नर्सिङ चोक पुरै नर्सिङ चोक कस्तो छ है ल म यहाँ सन्चै कोष अगाडि पनि आइपुगेँ सन्चै कोष अगाडि यता पनि गजब छ आफ्नै मान्छेहरू उसमा छन् ट्र्याक्टर पारेर आफ्नै रफ्तारमा छ मान्छे सन्चै कोष जानी नजानी तिमीले के दियो मन नै बदलियो तिमीले अब हाम्रो यात्रा क्वाबलतिर हुन्छ नर्सिङ चोकबाट पनि म अगाडि बढिसकेको छु क्वाबलमा भेटौँ है त हामी ल क्वाबलमा आइपुगेको छौँ हाम्रो मिलनजीले एबिसी आउटडोर खोल्नु भएको छ हाम्रो एबिसी खोलेछ ल हाम्रो प्रभुरामले पनि आज पसल खोलेन रहेछ यहाँ तोर्जे गियर क्वाबल पनि यस्तो भयो अब जेपी रोडतिर जाउँ है त हामी ल अब आइपुगेको छौँ हामी जेपी लाइन यहाँ माउन्टेन गियर पनि बन्द हाम्रो केशव भाइको एभरेस्ट टुपन अब हामी पनि यहाँ पनि आइपुग्यौँ है हामी जेपी लाइन पनि ल यो पुरानो साक्षीबारी मार्ग पुरानो पहिलो भएको हाम्रो ठाउँ हो यो यहाँ चाहिँ डम्बरको थियो यता तीर्थको यता हाम्रो पसल थियो यतापट्टि चेन्ज भयो दाइ के छ सन्चै हो भिडियो खिचिरहेको दाइ स्मोकी याक ल सात घुम्ती चोकमा पनि आइपुगेँ म यहाँ सात घुम्ती चोकमा पनि जस टुरिस्टहरू आएको छन् पसलहरू कुनै कुनै खुल्ला छ सोरकति जाने बाटो यता हेरौँ है त ल गर्दा गर्दै सात घुम्ती पनि आइपुगेँ म सातमा आइपुगेँ टुरिस्ट एरिया काठमाडौँ गेस्ट हाउसको पहाडीपट्टिको भाग यो मान्छे चाहिँ झन् जोस शान्त छ हिमालयन सिङ्गल ट्र्याक पनि आज खुल्ला छ कि छैन हिमालयन सिङ्गल ट्र्याक खुल्लै रहेछ क्या ओहो सबजना हिमालयन सिङ्गल ट्र्याक पनि छ हेलो हेलो आज हिमालयन सिङ्गल ट्र्याक सबजना मान्छे रहेछ नि त बा हाम्रो यहाँ एसएसटीको छ सन्तोष हुनुहुन्छ सबजनालाई होइन आज उनीहरूको दिन चाहिँ सबजनालाई खोइदिनु पऱ्यो नि त यहाँ हामी हिमालयन सिङ्गल ट्र्याकमा आइपुगेका छौँ सबजना व्यस्त हुनुहुन्छ चुनाव लागि छ सबजनालाई त्यसकै छ चिन्ता सबजनालाई सबैजना आफ्नो गफमा व्यस्त हुनुहुन्छ ल त्यसमा पनि म आइपुगेको छु हिमालयन सिङ्गल ट्र्याक है त ल
ल म पनि छु अबको गन्तव्य चाहिँ घरतिर हुन्छ है त। ल आज ठमेलमा एकदमै सम्पूर्ण साथीहरूसँग भेट भयो, खुसी लाग्यो है त। साइक्लिङ कम्युनिटीसँग भेट्दा पनि सबजना आज चुनावले आफ्नो व्यस्तता छ है त।